फिजिकल चेन्ज हुनु सब्स्टिट्युट एउटा मात्र न्युसन खेलिहाल्छ नि केटा न्युजनलाई सब्स्टिट्युटमा हाल्नुपर्छ निस्तल किपर हो कि क्या डिफेन्ड 3 जना हो नि कपालमा आँटेर केटाको डिफेन्स राम्रो केटो स्ट्राइकर हो त्यो त सानो केटा आउँछ आमा हो हेर्दै ढल्ला जस्तो छ ऊ त्यो मुकेश ऊ आयो क्या हो गेम भइसक्यो सुरु सिक्ने हो हेर्न कोड दिन्छु गरेर नेपाल अहिले सर्भिसमा के जर्सी भएर जर्सी पनि छैन यति नै हो जर्सी खेल लाग्थ्यो हो हाफ प्यान्ट र बटुला पेन्ट र भेट लाग्थ्यो त्यही हो विकल्प भनेर स्टार्ट भइसक्यो गेममा भाइ सर्भिस पनि खेल्नु पाएन किन ढिलो भयो त अनि यार अब जसले केटाहरू खेल्यो त्यो किन खेल्यो चाहिँ अब कटेर बिचमा निक्लिन्छु म यार केटाहरूलाई झन् छोडिदिएको मैले यार खोले केटाहरूले अब चेन्ज गरौँ नै केटा अहिले 15 मिनट पछि रविले लाप्पा पऱ्यो रविनलाई दिँदा आफ्नो आफ्नै जर्सी होला नि केटाहरूको छैन ल भिडियो गेम अहिले नै भरे गीत केटा डिस्काउन्ट हुन्छ यार यस्तो आमा बिचरा यो त बोलै आउने उतापट्टि तातेको छैन त म देख्दैन स्ट्राइकरहरूमा आमा जेन्जर लगडा हो खेला आउँछ त्यो रहेन क्याप्टेन तेरा मेरे 500 गोल भी ठीक हुआ है क्या निकाल सके यार क्या लग फल हो फल गोल हान्नलाई थाकेको केटा कुद 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 स्ट्राइकर खतरा छ फेरि सुरै जान्छ कि आउँछु राजुद्वारा रन्धानीले पर पुगे ओ अगाडि आइजन ए एक कस्तो केटाहरु छ नि म्याच 2 जना बसिरहेछ पछाडी यहाँ को छ त अब छैन कोही के हानेर त बिचमा म खेल्न पाइने यार कोही गए यता ग्राउन्ड त कस्तो देखिन्छ ग्राउन्ड त कस्तो देखिन्छ ठुलो ठुलो यार भिडियोबाट के न कस्तो है भाइले खेलाएर बस्दो रहेछ उ ए त्यस्तो यार गुड गुड राम्रो छ त्यो फुच्चे जहाँ पनि पुग्दो रहेछ त्यहाँ मारा यता कोही पनि छैन कसले लडायो भनिस् चलो
हात चेक हात मिलाएर बसेको डारे यार त्यतिको भइहाल्छ नि खेल्दाखेरि छिराइदियो अब छिराउँदैन ए तँ किपर थियो है बिर्सेको थियो यहाँ आउनु पर्यो के अब उडा मेरो पोजिसनै मिलेन क्या होइन ल केटाहरूको यार पासिङ नै छैन उडाउनु नि उडा दुवैपट्टिले नहाने नि हुन्थ्यो क्या पेनल्टी हुन्थ्यो होइन यहाँ बिचमा राखेको मै खेल्नु पर्ने ल कहिले गरौँ बल्ल छ बल कहिलोले सब्स्टिट्युट हान भन्दैछ त सानो भाइ ए उसलाई रहेछ उसलाई निश्चल रहेछ निश्चल निश्चललाई दिनु गरेन सकिन भनौँ कि क्या मराले ल आफ्नै टिममा जुतिरहेको नि त्यहाँनिर फुर्सा खेलिरहेको छ फुर्सा ल्याएर आयो आइज भेट्छस् ले ल फेरि ल अब त को हो त्यो रबिन रबिन हो अर्को नयाँ आएको लिएर आइज ला यताको टिमले नखेलेको कि यति हो खेल्ने सानो क्या मोटै 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 स्ट्राइकर रह होइन भने जस्तो सोचे जस्तो ल अट्याउ त त्यसले कुदाइनी रहन्छ नि त मौका हानिरहेछ मौका है हानि नै रहेछ यार सूर्य थुक्क मुला त्यही भनेको नि त्यो उसमा खेले जस्तो हुँदैन नि के अरे ला रेड कार्ड उनीहरूले हान्दियो कहिले सार हान्न त्यहाँ मुला चनले नि खेल्दैन छन् खासै हो भने त म खेलबाट यसले गोल हाल्छ भन्ने चाहिँ रहेन भाइ यस्तो उतापट्टि पनि उस्तै रह्यो हौ त्यस्तो खेल्ने त लागेन मलाई कहाँको पुरानो बल ल्याएको नि त फेरि समा नागो कोही त यहाँ गली गयो यता खासै खान राम्रो खेल्दैछन् है भनेको ठिक हो कि यसो पेल्ने मात्र छन् फुटसलमा खेले जस्तो हुँदैन नि त बाबु नरोक्नुभन्दा तिनीहरूले आउट हान्ने राम्रो के भयो यो भाइको ठाउँमा मुकेशलाई छिराम न मिल्दैन अर्जुन दाजु होइन अर्जुन दाजु आएको हेर्न खोइ आएको नि के खेलेको केटा भन्दै होला नि को हुन् यिनीहरू भन्दै होला नि होइन त्यो चाहिँ को रहेछ अनिल भन्ने हो ए मुकेश यहाँ के अरे कोच गर्दै रहेछ त के गर्नु मुकेश डान्स गर्दै थियो कहिले बिगाएर एक्लै हान्दिनँ म त्यसले लगाएर सूर्य भएन के हाम्रो अट्याकर भएन केटाको है विषय गरे भएन हाम्रो केटाहरूले एकचोटि खेलेको नहेरिकन हाल्छ कहाँ बसेको त त्यो अश्विनी यार सानो खतरा मोटैले हान देख्छ नेपाली मोटैले हान्दैन भन्थ्यौ नि केटा हेर त ओए मुकेश ओए म त ओए एक्सन गरेर खेल न
गर 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 ल मोटेले सिधै छिराएको गरेर हारिसक्यो केटाहरू हारिसक्यो है साथी यताको नराम्रो छैन पासै मिलेन अग्लो भएर अलिकति फाइदा चाहिँ भयो चिचीको तल्लो साइड ए यार यता त बलले ल्याउनु पाएको छैन तिनीहरूले उनीहरूले कति पारे एक गोल हान्यो त्यो किपरको कामै भएन केटा निकालेर राख्दै यस्तो चान्समा यो म्याच चाहिँ जितिन्छ यो भाइ चाहिँ के आधारमा राखेको है त्यो के खाँदा मलाई कसले राखेको के हो बल्झेर मै पुग्दै मारा ए प्रभु यार मै बस्नु पर्ने छ यार साथी हो यार कुरा एकचोटि नहिले केटाहरू हाल्छ नि यार त्यतै वरिपरिको टिम पुगिरहेको तर हामी के हामी भएकै हामी यार म मात्र भएको नि एक्लै है हामी हाल्छ नि अहिले अरे त्यो भाइलाई किन राखेको लाग्छ यार गाने उडा गानेले बल पक्ड्न जानेन डिफेन्डर आयो त गान लगाउने हुन्छ लु हेर ल हेर त छोडिदिन्छु म जानु भन्नु गाने ए लाला लुगा ए भिडियो नगर न किन के काम थियो माइलो रिसाइरहेको छ खेल्न म छोड्नु आउँछु माइलो गयो भने के हुन्छ लुगा ला न अब त नाप्यो के हुन्छ त मान्छेले कहाँ दिन्छ ऊ यतै गर मुकेशलाई चाहिँ ब्याङ्कमा हुन्थे के गर्दै टिभी पार्दैछ उहाँ के भइसक्यो तिनीहरू यता हाने गर्छ त्यसलाई के नियम थाहा छैन नेपाली हो ले रेफ्री देखाउँछ उहाँ उनीहरू देखाउँछ अब त्यसले आनु ए त्यसलाई किन राखेको त्यो भाइलाई ती केलेर सक्छ त्यसले हानिदिन्छ ल आएर यार गोवालो त पनि अब त्यो त म ल आएर तँ पनि प्लेयर हो त सुरे मान्छे गिराउनु थालिसक्यो सर त्यसले कहाँ हान्छ अरे केटा हान्छ नि उता गीतामा हान्न बेर्छ दर्शकहरूलाई हान्छ थ्रो होइन मेन्टालिटी त्यो होपलेस भएर मरिसक्यो त गएर त हिजो मलाई भन्दै थियो त्यसले यार कसले म्याचमा कस्तो हुन्छ भनेर भोलि हाल्छ भन्दै थाहा त रहेछ त कुदा कुदा अब यो भाइले ती रोकिहाल्छ के हो हाने डिफेन्डर
सुट त हान यार ए लियो लियो हान हान आइपुगिहाल्यो डिफेन्ड यार त्यो भाइले हान्न त हान्यो यार हानिँदैछ यार म्याच गानेलाई अगाडि खेलाउनु